ओम धूम दुर्गायै नमः। ओम श्री जालपादेव्यै नमः। हामी गृहस्थी हौं। हामीले समय समयमा देवताहरूको पूजा गर्नुपर्छ र त्यो पूजा गरेको अवस्थामा कुन कुन देवतालाई देवीलाई के चढाउनु हुँदैन भनेर जान्नु आवश्यक हुन्छ। त्यसैले म कुन देवदेवीलाई के चढाउनु हुँदैन भन्ने विषयमा केही कुराहरू प्रस्तुत गर्न लाग्दैछु। गणेश भगवानलाई तुलसी मञ्जरी चढाउनु हुँदैन। दुर्गा भगवतीलाई दुबो चढाउनु हुँदैन। भगवान शिवलाई केतकी फूल चढाउनु हुँदैन र विष्णु भगवानलाई अक्षता चढाउनु हुँदैन। सूर्यलाई बेलको पात चढाउनु हुँदैन र त्यसरी नै विष्णु भगवानलाई धतुराको फूल चढाउनु हुँदैन र जुनसुकै फूलहरू चढाउँदा पनि यथोत्पन्नम तथा देयम, जसरी उत्पन्न भएका हुन् त्यसरी नै चढाउनु पर्दछ। अर्थात् टुप्पो उँभो पारेर चढाउनु पर्छ। तर शिवलाई बेल पत्र चढाउँदा घोप्ट्याउनु पर्छ। ओम श्री जालपादेव्यै नमः।